नमस्ते सबैजनालाई। काया स्पोर्ट्स मार्फत आज हामी तपाईहरूलाई एउटा प्रोजेक्टको सुरुदेखि अन्त्यसम्मको पुरा जर्नी देखाउन गइरहेका छौँ। आउनुहोस्, यसै सन्दर्भमा हामी तपाईहरूलाई इम्पेरियल वर्ल्ड स्कुल लैजाँदैछौँ, जहाँ हामीले 5-a-साइड फुटबल ग्राउन्डको संरचना सफलतापूर्वक निर्माण गर्यौँ। सुरुमा हाम्रो टिमले स्कुलको चेयरम्यान मिस्टर कुमार कार्कीसँग सहकार्य गर्दै उहाँको एक्ज्याक्ट रिक्वायरमेन्ट्स बुझ्यौँ। त्यसपछि कन्स्ट्रक्सन एरियाको फिजिबिलिटी स्टडी गरियो र हाम्रो अभाइलेबल प्रोडक्ट्सको बारेमा सम्पूर्ण जानकारी प्रदान गरियो। लगातार परामर्शपछि रिक्वायरमेन्ट र बजेटसँग म्याच हुने बेस्ट प्रोडक्ट फाइनल गरियो। आपसी सहमति र म्युचुअल अन्डरस्ट्यान्डिङ पछि ह्याप्पी स्माइल्स र फर्म ह्यान्डसेकको साथ कन्ट्र्याक्ट साइन गरियो र प्रोजेक्टलाई ग्रिन सिग्नल दिएर नेक्स्ट फेजतिर अगाडि बढाइयो। ल अब कन्स्ट्रक्सन फेजतिर लागौँ है त। हरेक फुटबल ग्राउन्डको सबैभन्दा पहिलो र सबैभन्दा इम्पोर्टेन्ट स्ट्रक्चर भनेको फाउन्डेसन हो। अहिले तपाईँहरूले देख्नुभएको फेज स्टोन डस्ट लेइङ पछिको स्टेज हो, जहाँ सिभिल वर्कको काम सम्पूर्ण हुन्छ। स्टोन डस्ट गरिसकेपछि ग्राउन्ड झनै स्ट्रङ र स्टेबल हुन्छ। अनि आयो सक प्याडको पालो। नदेखिने भए पनि सक प्याडको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। यसले सक अब्जर्भ गरेर खेलाडीहरूलाई खेलको दौरान हुन सक्ने सम्भावित चोटपटकबाट सुरक्षा प्रदान गर्दछ। अब आउँछ कन्स्ट्रक्सनको सबैभन्दा एक्साइटिङ मोमेन्ट, टर्फ इन्स्टलेसन फेज। हाम्रो अपरेसन्स टिम यहाँबाट फुल एक्सन मोडमा काम सुरु हुन्छ। पहिला टर्फलाई केयरफुली अनरोल गरेर फिल्डमा टक्क प्लेस गरिन्छ। उजाड कङ्क्रिट ग्राउन्डमा हरियो टर्फ बिछाउन साथ क्लाइन्टलाई ग्राउन्डले नयाँ रूप लिएको अनुभूति हुन्छ। त्यसपछि कटिङ, मार्किङ अनि ग्लुइङ गरेर टर्फलाई फाइनल सेप दिन लागिन्छ। एउटा कुरा है, आर्टिफिसियल टर्फको आफ्नै एडभान्टेजेस भए तापनि यसलाई केही हदसम्म नेचुरल फिल दिन पनि त्यत्तिकै आवश्यक हुन्छ। त्यसैले ग्राउन्डमा सरर स्कुटर चलाउँदै स्यान्ड फिलिङ गरिन्छ। स्यान्डले ग्रास ड्राइभर्सलाई सपोर्ट दिन्छ, बलको पर्फर्मेन्स इम्प्रुभ गर्छ र प्लेयर्सलाई पनि एक्स्ट्रा कुसनिङ प्रदान गर्दछ। 4-5 दिनको लगातार इफोर्ट पछि फाइनली हाम्रो ग्राउन्ड रेडी भइसकेको छ। अब टेक्निकल साइड पनि अलिकति बुझौँ है। ग्राउन्डको डाइमेन्सन 36 मिटर बाइ 20 मिटर रहेको छ। ग्रासको पाइल हाइट 30 मिटर, डिटेक्स 17,500 छ भने डेन्सिटी चाहिँ 23,000 रहेको छ। टर्फको क्वालिटीको कुरा गर्नुपर्दा चाहिँ यो टर्फ फिफा प्रिफर्ड प्रोभाइडर कम्पनीद्वारा म्यानुफ्याक्चर गरिएको हो। साथै यो हेल्थ प्रोटेक्टर र युभी प्रोटेक्टर सर्टिफाइड पनि हो, जसले गर्दा प्लेयर्सहरूको सेफ्टी सुनिश्चित हुन्छ। तपाईँहरूलाई लागेको हुनसक्छ हाम्रो जर्नी यही समाप्त भयो होला, तर हाम्रो लागि ग्राउन्ड बनाउनु मात्र अन्तिम उद्देश्य होइन नि। प्रोजेक्ट कम्प्लिट भएपछि हामी ग्राउन्डको कम्प्लिट क्वालिटी चेक गर्छौँ र क्लाइन्टबाट फिडब्याक्स पनि लिन्छौँ, किनभने वी बिलिभ इन 1% इम्प्रुभमेन्ट एभ्री डे। अन्त्यमा कोलाबोरेसन र ट्रस्टको यो सुन्दर यात्राको सम्झना स्वरूप हाम्रो तर्फबाट टोकन अफ लभको रूपमा बल र बिप्स ह्यान्डओभर गरियो र यसरी काया स्पोर्ट्सको यो प्रोजेक्ट सफलतापूर्वक समाप्त भयो। यदि तपाईँहरूको स्कुलमा पनि फुटबल ग्राउन्ड बनाउने सपना छ भने त्यो सपना पुरा गर्न काया स्पोर्ट्ससँग पक्कै सम्पर्क गर्नुहोला। धन्यवाद।